रातिमा बाटोमा डुल्दा पाइयो बब्बाल गिफ्ट। सो हेलो एभ्रिवान, के छ खबर? आई थिङ्क सबैजना आरामै हुनुहुन्छ होला र म पनि एकदमै ठिक छु। र इट्स मी गणेश प्युठानी र आज चाहिँ मेरो 30 डे अफ मिनी भ्लग च्यालेन्जको डे 3 रहेको छ। र आज चाहिँ हामी बाटोमा यत्तिकै डुलिरहेको थियौँ र बाटोमा जाँदा चाहिँ क्रिसमस विशेष कार्यक्रम भइरहेको रहेछ र हामी पनि नजिकै गएर हेर्न थाल्यौँ र त्यहाँबाट चाहिँ एउटा भाइ आएर गिफ्ट दिए र हामीले चाहिँ पिक गऱ्यौँ। तपाईहरु अनि हरेक देवीनगर वासीहरूलाई म यो कुराहरू भन्न चाहन्छु। सो यो यस्तो गिफ्टिङ गरेको चिज चाहिँ के हो त? यो त मलाई पनि थाहा छैन। सो हजुरसँगै ओपनिङ गर्छु, के रहेछ सँगै हेरौँ। लेट्स सी। अगाडि चाहिँ लेखेको छ सधैँभरि रहने प्रेमले प्रेम गरिरहनु भएको छ भनेर। र यसलाई चाहिँ ओपन गरौँ है त। र यता चाहिँ के छ थाहा छैन। सो फर्स्टमा चाहिँ यसलाई छेड्छु मैले। लागिरहेछ मलाई चाहिँ यो बुक हो है। बुक नै रहेछ है। यो बुकको नाम चाहिँ रहेछ नयाँ करार भन्ने है। म चाहिँ एकलट पढ्छु कस्तो छ अनि हजुरहरूलाई भन्छु। सो मलाई चाहिँ यो गिफ्ट बवाल लाग्यो है। क्रिसमसको यो अवसरमा चाहिँ दिनुभएको रहेछ। सो थ्याङ्क यू सो मच है। यहाँसम्म भिडियो हेर्नुभएकोमा धन्यवाद र लाइक कमेन्ट गर्नुका साथै च्यानललाई पनि सब्सक्राइब गर्नुहोला र नेक्स्ट ब्लगमा भेटौँला। बाई।